यिर्मयाहको पुस्तक अध्याय 12। हे परम प्रभु, तपाईँ सधैँ धर्मी हुनुहुन्छ। जब म तपाईँको अघि मुद्दा पेश गर्छु तापनि तपाईँका न्यायको विषयमा म तपाईँसित कुरा गर्न चाहन्छु। दुष्टहरूको चाल किन सफल हुन्छ? अविश्वासीहरू किन आरामसित बस्छन्? तपाईँले तिनीहरूलाई रोक्नु भएको छ र तिनीहरूले जरा हालेका छन्। तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूका मुखमा तपाईँको नाउँ त छ, तर तिनीहरूका हृदयबाट चाहिँ तपाईँ टाढा हुनुहुन्छ। तापनि हे परम प्रभु, तपाईँ मलाई जान्नुहुन्छ, तपाईँ मलाई देख्नुहुन्छ र तपाईँ सम्बन्धी मेरा विचारहरूलाई जाँच्नुहुन्छ। मार्नलाई लैजाने भेडाहरूलाई झैँ तिनीहरूलाई तान्दै लानुहोस् र मारिने दिनको लागि ती अलग राख्नुहोस्। देशमा कहिलेसम्म खडेरी परिरहने र मैदानका घाँस कहिलेसम्म ओइलाइरहने? त्यहाँ बस्नेहरू दुष्ट भएका हुनाले त्यहाँका पशु पन्छीहरू सबै नष्ट भएका छन्। त्यसबाहेक हामीमाथि के हुँदैछ उहाँले देख्नुहुन्न भनी मानिसहरू भनिरहेछन्। यदि त मानिसहरूसित दगुरिस र तिनीहरूले तँलाई थकाए भने घोडाहरूसित त कसरी दगुर्न सक्छस् र? यदि सुरक्षित स्थानमा नै त लोटिस भने एर्दन नेराका झाडीहरूमा त के गर्छस्? तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारले नै तँसित विश्वासघात गरेका छन्। तिनीहरू तेरो विरुद्धमा जोडसित कराउँदै आएका छन्। तिनीहरूले तँसित मिठा कुरा गरे तापनि तैँले तिनीहरूमाथि भरोसा नगर। म मेरो घर छोडिदिनेछु, मेरो उत्तराधिकार म फ्याँकिदिनेछु। मैले मन पराएकालाई म त्यसका शत्रुहरूका हातमा दिनेछु। मेरो उत्तराधिकार मेरो लेखी वनको सिंह जस्तै भएको छ, त्यो मतिरै फर्केर गर्जन्छ। यसै कारण म त्यसलाई घृणा गर्दछु। के मेरो उत्तराधिकार मेरो निम्ति एउटा छिरबिरे शिकारी पन्छी जस्तै भएको छैन, जसलाई अरू शिकारी पन्छीहरूले घेरेर आक्रमण गरून्? जा, गएर सबै वन पशुहरूलाई जम्मा गर, त्यसलाई खान तिनीहरूलाई ले। धेरै गोठालाहरूले मेरो दागबारीलाई नष्ट पार्नेछन्। तिनीहरूले मेरो बारीलाई कुल्ची मिल्ची गर्नेछन्। तिनीहरूले मेरो सुन्दर बारीलाई उजाड भूमि चाहिँ उजाड बनाइदिनेछन्। त्यो उजाड तुल्याइनेछ, मेरो सामुने सुक्खा र निर्जन पारिनेछ। सारा देश उजाड पारिनेछ, किनकि कसैले त्यसको वास्ता गर्दैन। मरुभूमिका सबै रुखा डाँडाहरूमा नाश गर्नेहरूको धुइरो लाग्नेछ, किनकि परम प्रभुको तरबारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ। कोही पनि सुरक्षित रहने छैन। तिनीहरूले गहुँ छर्नेछन् तर काँडाको कटनी गर्नेछन्। तिनीहरूले कष्ट गरेर काम गर्नेछन् तर केही लाभ हुने छैन। यसैले आफ्ना कटनीको लाज तिमीहरू सह, कारण परम प्रभुको भयानक रिस तिमीहरूमाथि परेको छ। परम प्रभु यसो भन्नुहुन्छ, मेरा सबै दुष्ट छिमेकीहरू जसले मैले मेरा प्रजा इजरायललाई दिएको पैतृक सम्पत्ति जफत गरेका छन्, म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्नेछु र यहुदाको घरानालाई उनीहरूका बीचबाट उखेल्नेछु। तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु र उनीहरू हरेकलाई आफ्नै पैतृक सम्पत्ति र आफ्नै देशमा फेरि ल्याउनेछु। अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्न सिकाए चाहिँ, यदि उनीहरूले जीवित परमप्रभुको नाउँमा भन्दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने उनीहरू मेरा प्रजाको बीचमा स्थापित हुनेछन्। तर यदि कुनै जातिले सुनेन भने त म त्यसलाई बिल्कुलै उखेलेर नाश गर्नेछु, परम प्रभु भन्नुहुन्छ।